ल आउनुस् त बुढा तपाई पनि आउनुस् त बुढी भन्दै भन्नुभयो ल आउनुस् ल भन्नु अब म बोल्दिन मेरो दिदी बहिनीहरु बोल्छन् यहाँ दिदी बहिनीहरु मेरो बोल्छन् के यस्तो हो त म त अरुसँग मलाई सरकारको कुरा भएन त सरकारको सर तपाई के तपाई म अघि बसेर लाइभमा बसेर मैले यति पठाए मैले उति पठाए भने तपाईले अघि मलाई बस्नु भएको भयो के हैन 15 वर्षको जवानी मलाई दिनुस् त तपाईले 3 करोड म पठाउँछु 3 करोड स्टेटमेन्ट दिनुस् मलाई बुझ्नुभयो तपाईले 1 करोडको मलाई 1 करोड मलाई दिनुस् 1 करोडको मलाई स्टेटमेन्ट निकाल्नुस् म 3 करोड दिन्छु म तर निकाल्नु पर्यो 15 वर्षको जवानी पनि दिनु पर्यो फेरि 15 वर्षको यहाँ सुन्नु न तपाईलाई मैले रोडमा छु तपाईले आफूले प्रत्यक्ष देख्नु भएको थियो नि त म त रोडमा के बसेको त रोडमा बसेको के भयो त रोडमा बसेको अहिले आएर उकाले पछि रोडमा बसेको भयो त्यो अनि अर्को कुरा मेरो सुनिता हैन सुनिताको नाम लिनुपर्ने आवश्यकता बहिनीको नाम लिनुपर्ने आवश्यकता किन मेरो माइतीको छुनुपर्ने आवश्यकता किन तपाई खुसीलाई मैले रोड सुतेको तपाईले आफूले आँखाले देखेको थियो हैन रोडमा बुढी भयो त्यति गर्दा तपाईलाई मेरो मायाको हजम भएन के तपाईलाई हैन मेरो मायाको हजम भएन हैन कुमारजी मेरो मायाको हजम भएन अरे बुढाबुढी हुँदाखेरि म पनि त सुतेको थिएँ नि मैले चिउरा खाएर बसेको थिएँ नि हैन र मायाको कदर भएन मायाको कदर माया त गर्दो रहेछ त्यही भएर पनि लुदो रहेछ कुरो त यहाँ भनेको प्रत्यक्ष पछाडि मान्छे रक्सी खाँदा शुद्ध बोल्छन् नि रक्सी खाँदा मान्छे दाइले रक्सी खाँदाखेरि चाहिँ रक्सी खाएको दाइले खाएर रक्सी खाएको बेलामा बोल्दाखेरि चाहिँ उसको लागि सत्य भयो अरे अनि कुमारजी रक्सी खाएर बोल्दाखेरि चाहिँ बेफाइदा भयो जो पनि मान्छे रक्सी खाँदा नि सही बोल्छ के सही बोल्छ रक्सी खाँदा थाहा छ तपाई ओछ्यालेर गरे पनि माया चाहिँ मलाई गर्ने रहेछ भनेर मैले यहाँ हो तर मैले यति कुरा अघि तपाईले भन्नुभयो नि देविकाजी तपाईले भन्नुभयो नि ए सम्झिनी पानी छम्किनी अब त आउँदैन मैले त चौटा खा त झोलाना पुगेकी होस् बुझिस् नि त झोलाना पुगेकी होस् मलाई चाहिएन मलाई भगवान मलाई टाढो लैदिए हुन्छ मलाई चाहिँदैन मलाई मोरी जाला ज्यान जाला मलाई चाहिँदैन क्या त्यो त अब त बुझ्नुभयो नि ज्यान जाला चाहिँदैन त्यो सम्झिनी पानी छम्किनी नभन्दा हुन्छ बहिष्कार भएर बसेकी 15 वर्ष अब मलाई हुनु छैन बुझिस् नि दिमागमा लि यो कुरा गरम तार भन्न पर्दैन सम्झिनी पानी छम्किनी अरे खाएर लत्रु भएर बुढेसकालमा पठा रियाल ततर्न पठाएको तँलाई मैले त्यो आत्योस् त मलाई चाहिँदैन अब यतिकै ठिक छु म गुड छु आमा अझ मेरो किन यति विधि खेदो खन्नी मेरो यति विधि किन खेदो खन्नी अरे कुमारजी ए मैले तपाईलाई खेदो खनेको देख्नु भयो हजुरले मेरो खनेको देख्नु भएन हजुरले मेरो खनेको देख्नु भएन हजुरले म मोटी भए भुइँसी भए म छाला ल ठिक छ म भुइँसी भए म छाला व्यापारी भए म जे व्यापारी भए छाला व्यापारी भए हजुरको जस्तो गरेर त यो कपडै नलाएर त व्यापार गरेकी छैन त मैले त लारै गरेको त त्यही भएर यस्तो कुरा सोच्नुपर्छ एउटा नारीलाई नङ्ग्याउँदाखेरि म नाङ्गिन्छु किनकि आज मैले जति पनि तपाईलाई भनेको छु नि देविका बस्नेतजी म पनि भित्र पीडामा परेको छु यी शब्द भन्न मलाई थाहा छ नि यी शब्द भन्न मलाई घिन लाग्छ किनकि म पनि नारी हो तिमी पनि नारी हो म पनि नारी हो तिमी एउटा छोराको आमा हो तिमीले त यतिसम्म मात्र गरेकी छौ कि आमा कुरा नगरौँ के मेरो छोरालाई गाँजा खान्छ अरे के खान्छ अरे लाज लाउँदैन लाज लाग्दैन घिन लाग्दैन गाजा खान्छ अरे त्यही भएर चाक सुकेको अरे तेरो पनि छोरो छ रेकर्ड आएको छ बुझिस् त आइज त यहाँ नेपाल के गर्छ मेरो छोराले तँलाई त्यो यो क्लिप लिएर गर होइन म रोग होइन कि तर मलाई जोसुकै बच्चाको बारेमा भन्दाखेरि मेरो मन भक्कानिन्छ साथीहरू बुझ्नुभयो नि लाज लाग्दैन तँलाई त के आमा होस् त
त के आमा होस् के त तर पनि छोरो छैन एउटा तेरो छोरो मैले पाल्छु भनेर राखेको मान्छे हो म बुझिस् तर म तेरो छोराको बारेमा कहिले जिन्दगीमा नराम्रो भनिन मैले बुझिस् तर मेरो छोरा त्यसमा चमक गरिस् क्या ए कार मेरो घरमा कार छ बाहिर देखिस् कसको कार छ मेरो घरमा कार छ स्कुटर छ बुलेट सबै छ के सोचिस् तैँले आफूलाई छोराको बारेमा बोल्नी लाज लाग्दैन गाजा हारा हिँड्थे छोराको बारेमा बोले फुइक्क तँलाई मलाई भन्न तँले मलाई छारा व्यापारी भनिस् 9-10 परेले भनिस् 100 त म त 100 त तर तँले त मेरो छोराको बारेमा बोल्दा तँले बोल्नै पर्ने जे भए पनि लेक्चरको छोरो हो इज्जतिलो छोरो हो बुझिस् मेरो त माइतमा बसे पनि सबै खर्च पर्छ उसको बाउले हेर्छ मेरो माइतमा त राजा भएर बस्यो मेरो छोरो त हिरो भएर हिँड्छ बटाटाटा यहाँ आस् त फर्किन्छ मेरो छोरो के सोचिस् मेरो छोरो देख्नु त जान गएर हे टिकटक सक्दिस् हेर्न ठीक मेरो बाबुको बारेमा बोल्नी अझै लाज लाग्दैन त्यसको छोरो छैन त्यहीबाट तैँले नि अर्काको छोराछोरी तैँले पिराली भएको भए कहिले तेरो छोरो टाउकामा थेचारेर चोट लाएर बसेको हुन्छ कहिले हात भाँचेर बसेको हुन्छ त्यो पनि मेरो छोरो हो नि त जाँठी होइन के रोशनी ल चित्त दुखिरहेछ के मैले खाएँ होला तर है मैले के अरे शिवरात्रिमा नै खाएँ होला म मान्छु त्यो कुरामा चाहिँ किनभने मैले ड्रिङ्क पनि पहिला खाएँ मैले छोडिदिएको होला त तर मेरो छोराले खाँदैन क्या साथीहरू त्यो त कहिले काहीँ साथीभाइ बस्दाखेरि त कहिले त हुक्का खाइन्छ कहिले चाहिँ त्यो के हुन्छ नि मैले त्यो कतारमा यत्रो खाएको थिएँ कि यत्रो त्यो के त्यो भेब भन्छन् त्यसलाई होइन त्यो भेब खाएको टिकटक बनाइदिएछ त्यो गाजा खान्छ अरे भगवान् तेरो छोरामा यो ध्यान नपरोस् के बुझिस् नि यो तेरोसम्म लागु नहोस् के देवी के त्यस्तरी कहिले पनि नभन् बुझिस् ए म त यहाँ रेकर्ड आइसकेको भाइ मलाई आइसक्यो म त मेरो छोरो फेरि यस्तो छ नि मेरो लाइभ हेर्छ मेरो के अरे रमाको लाइभ हेर्छ बडामारेको लाइभ हेर्छ कविताको लाइभ सबैको लाइभ हेर्छ उसले तर सबैलाई त्यसले सम्मान सहित गर्छ कसरी नराम्रो भन्दैनन् यो आन्टीले भनेको कुरा यस्तो हो ठिक हो यो आन्टीले भनेको कुरा ठिक हो अहिलेसम्म नराम्रो भनेन त्यसले मलाई ल तर धेरै उफ्रिनी के त्यो देवीका आन्टी किन हो भन्छ मलाई त्यस्तो भन्नुहुन्छ भन्छ के कसैलाई पनि त्यसले नराम्रो भन्दैन ढोको लगाइदेऊ ढोका मेरो भाउजाउनु भएको त्यस्तो भन्छ क्या मेरो छोराले अहिलेसम्म नराम्रो भन्दैन मलाई नै गाली गर्छ अझ के भन्छ भने तपाईँ नै उस्तो भएर के मनको पेट खोल्ने सबैले त्यही भएर उनीहरू त ठिक हुन् अहिलेसम्म नराम्रो भन्दैन मेरो छोराले तर मेरो छोराले चाहिँ त अझै अनि के भन्छ भने गाँजा खान्छ अरे मेरो गाँजा खान्छ त्यसले यति किलिब राखेको रहेछ त्यसले बोले त्यो आओस् न मात्रै भने हो क्या मेरो छोराले त्यस्तो भन्नुहुन्छ एउटा बच्चालाई हेलो नबोल्लो के किन देखाउनु पर्यो दुनियाँलाई नदेखाऊ पर्दैन देखाउनु होइन यार आज त म त यति मन दुखेको होइन यति मन दुखेको के जानु काहे ए भगवान् मेरो खेदो पनि कति खन्ने के खन्न पनि म त कसैको बारेमा म बोलेछु तिमीसँग भन त दिदी यार मलाई त हिजो त यस्तो गरे कतिले फोटो मलाई त कति म्यासेज आएको के कतिहरूले सिस्टर आइडी प्राइभेट गर्नु भनेको थियो मैले गल्ती नै गरेन तोरी लाउरे आइडी मेरो भनेर कसले भनेछ अरे होइन अनि त्यसपछि त्यसको फोटो राखेर ठोक्नु पर्छ के भनेको अरे मैले ल म हो भने चाहिँ म तोरी लाउरे नि यहाँ छैन यहाँ छँदै छैन त्यो भनेको तोरी लाउने नि भनेको चाहिँ केटी नै हो के केटा हो केटी होइन अनि म भनेको रे अनि जापानमा भएको भनेर नाम गरेको रहेछ तपाईँ हो बहिनी तपाईँको आइडी प्राइभेट गर्नु तपाईँ भयो भने मैले गल्ती नै गरेन ल म रहेछु भने नि म तिनीहरूको गेटमा गरिदिनु हजुर किन बोलाउनु भयो आज बोलाउनु भयो होइन कि तँलाई तेरो बुढोले पारेको छ अनि पछि तँलाई मन परेन भने अनि तँलाई पैसा माग्ने हो त अनि मैले यति पठाएँ उति पठाएँ भनेर भन्नु त्यो कुमारजी कस्तो
अनि यहाँ आउन नसकेर चाहिँ अनि बोल्न पनि नसकेर चाहिँ भयो त अब फेरि सामाजिक भयो त सामाजिक सञ्जालमा चाहिँ के बोलिरा तपाईँ त भयो त सक्यो त अब यार उनीहरूको छोराछोरी नबिग्रोस् नखाओस् भन न भइहाल्यो ल छोडिदिनु न त यार देखिन्छ नचाहिने कुराहरूमा किन यस्तो गतपछि गर्नु पर्यो नगर्नु के छोडिदिनु दिदी यस्तरी नबोल्नु पर्दैन भयो यार सामाजिक सञ्जालमा आएर होइन उनीहरूको त्यतिकै बसिरहनु भइहाल्यो नि त होइन बोल्न हुन्न कि जब अरूले जे बोल्छन् छोडिदिनु त्यस्तरी बोल्न हुन्न कि म चाहिँ त्यस्तो अनि मैले के भन्छु भन्दाखेरि अर्को कुरा गएछ अर्को कुरा के गर्छु भन्दाखेरि कानुनी मान्छेले जे पाए त्यही भन्दैमा हुन्छ अनि कतारको मेरो आइडी सकिएको छ ल म अहिले भर्खर टिकट काटेर आउँछु हैन टिकट काटेर अहिले भर्खर आउँछु म सामाजिक सञ्जालमा यो भौचर पठाएको यो सबै पठाएको म बुढी हो भनेर म सबैको केस गर्न आएन अस्ति पनि केस गरेर 3 दिन चाहिँ चौकी परेकै हो हैन 3 दिन चौकी परेकै हो कि हैन 3 दिन चौकी परेर अनि देविकाले माग माग्न आकी हो कि ओ देविका त लाज लाग्दैन त्यसो बोल्न लाज लाग्दैन बोल्न लाज लाग्दैन बोल्दिए लाज लाग्दैन बोल्दिए भन्न लाज लाग्दैन तँलाई लाज लाग्दैन देविके तँलाई लाग्दैन तँले के गरिस् कालीलाई यहाँ बोलाउँछु म अम्बला गरेर बोलाउँछु काली बोलिन भने म पर्सनमा गरेर बलक हान्दिन्छु बुझ्नुभयो नि बुझ्नुभयो कि बुझ्नु भन म आउन पाउनु भनेर म आउँछु यिनै रेकर्ड लिएर आउँछु अब म यिनै रेकर्ड लिएर आउँछु फेरि मलाई कतार पुग्न केही टाइम लाग्दैन गाइज 3.5 लाख खर्च गरेर आएको मान्छे म हो मैले खौलामा मैले माटामा गाडेर आएको मैले 3.5 लाख रुपियाँ हो अझै पनि आउँछु म टिकट काटेर आउनु मलाई केही गाह्रो छैन कतारमा आउन तर त्यहाँ गएर हान्लिम कालीले त अस्ति त कालीले त हालिदियो के हो तँलाई 3 दिन रात चौकी पर्दाखेरि चाहिँ ल मेरो बुढो म माग्छु सुनाइदिउँ रेकर्ड सबै बोलेको रेकर्ड सुनाइदिउँ तँले बोलेको सबै रेकर्ड सुनाइदिउँ मसँग रेकर्ड छैन भने भनिस् कति एप्रिकी तँले मलाई भन् त कति एप्रिकी कहिले चाहिँ कण्डनी लाएर हिँडेको छ अरे कण्डनी भूत राखेर कण्डन लाउने मैले ल मैले कण्डनी लागेर बोले तेरो दाइलाई मनलाई राखेर अहिले त म 1 महिना भयो यहाँ पोखरा आएको खोइ त यही आउनु पर्ने हो त बोल्नु जिउरो छ भन्दैमा जे पाए त्यही बोल्नु राम्रो हुन्न मान्छेसँग नडराए पनि भगवानसँग डराउनु पर्छ बुझिस् कि बुझिनस् मलाई काठमाडौँ मलाई कत्र आउन केही टाइम लाग्दैन म आइदिउँ तँले जति दिएको हो नि तँले फेरि बुझिस् नि तँलाई होइन मैले हाल्ने कुमार सार्कीलाई मैले हाल्छु फेरि म आएर फेरि यति कुरा याद गर्ने वार्निङ भयो म फेरि बुझिस् नि अति गर्नु अत्याचार गर्ने हुन्न मसँग आइडी ब्लक गरे भुत्रा आइडी ब्लक हुने मसँग मसँग कसरी आइडी ब्लक हुन्छ मैले के गरेर आएको छु मान्छे मारेर आएको छु कताबाट तँ जस्तो त इन्डिया जा त ल इन्डिया जा त कुमारजी तपाईँ इन्डिया जानुहोस् न इन्डियामा बरु मान्छे मारेर आएको त नलाउनु तपाईँले बरु तपाईँ त युट्युबमै छ त ल इन्डिया गरेर देखाउनु न इन्डियाको नागरिकता छ तपाईँसँग इन्डियाको नागरिकता तपाईँसँग थियो होइन सागर सार्की अनि मेरो त नि त मसँग भएको त के अरे राजु सार्की कि के सार्की छ होइन इन्डियामा अनि मसँग भएको त कुमार सार्की हो नेपालको नागरिकता बास खोल्नु पर्यो अब मैले खोल्नु पर्यो बसाट खोल्नु पर्यो मैले होइन अब तपाईँ इन्डियाबाट मान्छे मारेर आएको म चाहिँ कताबाट मान्छे मारेर आएको नआउनु पनि मेरो आइडी बोलाएको नि मान्छे मारेर कोठाभित्र दबा आएको नसोच्नुहोस् न हजुर जस्तो के सोच्नु भयो तपाईँले आफूलाई ल जानुहोस् तपाईँको आफ्नो इन्डियाको नागरिकता लिएर जानु न सक्नुहुन्छ हिम्मत छ हिम्मत छ मसँग त टेबल टक गर्न त आउनुहोस् न नेपाल आउनुहोस् होइन भने म आउँछु त्यहाँ 3 दिन अस्ति 3 दिन चौकी बसेको सक्यो बिर्सियो कति बिन्ती बिसाएको मैले कालीलाई कति बिन्ती बसाएको खाँदेको होइन पिटेको होइन अरे यो आँखाले पिटेको देखेको यो आँखाले मलाई माया लाएर म लुकेको बुझिस् फुर्ती लाउँछस् अझै भन्नु पर्यो तँलाई गाइज कालीले नरमानेको भएको भएर मैले पनि त्यहाँ केस लाएको भए नि
यस्तो हो बुझ्नुभयो नि साथीहरू यस्तरी कुरा पर्दाफास गर्न पर्ने भए म नबोलेको साथीहरू किन भन्दाखेरि जे भने 15 वर्ष बसेको बुढा हो गरी खाउन् हैन मिलेर खाउन् बरु सकेसम्म मिलेर खाउन् झगडा देख्न नपरोस् यो टिकटकमा हो हामीलाई झगडा देख्न पनि नपरोस् हामीलाई मिलेको राम्रो सधैँभरि चुम्मा चाट गर्ने यता यता टोक्ने उता टोक्ने बसेको सधैँभरि बुढेसकालसम्म यस्तै होस् भनेर बसेको मान्छे हो म पर्दाफास त हजुरले गर्नुभयो ए ल यति पैसा पठाए 4,13,000 अरे 1,20,000 अरे 1,20,000 पठाएको ठाउँमा त्यो 20,000 मात्रै हो 4,13,000 पठाउँदा 13,000 मात्रै हो ल हेर्नुहोस् है त्यो पठाउनु त तिर्ने ठाउँ हो के फेरि तिर्ने ठाउँमा हो त्यो पैसा पठाउने फेरि ल हेर्नु अनि 15,000 को रुम ए बाबा अहिले यहाँ साथी ल्याउने भने नि यहाँ हाम्रो एउटा उस छ बडा महारानी भन्ने के महारानी भन्ने सिस हुनुहुन्छ हाम्रो उता नाम चाहिँ यस आइडीमा त्यो छ तर चाहिँ अनु भन्ने छ के त्यो सिसलाई थाहा छ यसको बारेमा यसले पैसा कति पठाउँदैन थियो कति दिँदैन थियो कति के गर्थ्यो अनि एउटा गंगा भन्ने एउटा सिस छ त्यसलाई थाहा छ यो कुमारको बारेमा कति पैसा पठाउँदैन थियो इभन हाम्रो सरू थापालाई थाहा छ यसले पैसा नपठाएर मलाई तिनीहरूले मलाई हेल्प गरेको थाहा छ के सोचेको छस् तैँले है पर्दाफास गर्न पर्यो भने नि एक गरिदिन्छु अनि 1 लाख पठाए 3 लाख पठाए 3 करोड पठाए अरे ल मिना बानियालाई पठाएको 2 करोड पठाएको भाउचर निकाल्नुस् 3 करोड दिने भए म ल यो रेकर्ड बोकाइसकोस् 3 करोड म हो यसको त नाम इन्डियामा राजु सार्की हो ए सागर भन्थे के रे राजु सार्की पनि हो अनि त्यस पछाडि चाहिँ कुमार सार्की पनि हो क्या इन्डियाको नागरिकता पनि छ योसँग अहिले कहाँ छ थाहा छैन मलाई म त मान्छे मारेर आएकी होइन कुमारजी म त एउटा आफ्नो कामले आफ्नो विशेषताले आएको म नेपाल म कतार काम गर्न गएकी पनि होइन म त घुम्न गएको 3.5 लाख रुपियाँ खर्च गरेर घुम्न गएकी अनि अर्को चिर्केर नि त जेल हालेको दिएन थियो जेल हालेर हेरेर आएँ म अनि मलाई चाहिँ आनन्द भयो अनि तेरो 3% छ नि तेरो पर्सेन्ट बोलेको रेकर्ड म सुनाउँछु पक म भरे कालीसँग माग्छु म सुनाउँछु आलिआलि त छ मसँग पनि यहाँ तर चाहिँ म बोलेको चाहिँ छ उहाँ महारानीजी बोलेको छैन अनि उहाँ महारानीजीलाई नि मन काली दिदी तपाईलाई ढोक्छु म मिना तला पनि ढोक्छु म खुट्टामा ढोक्छु निकाल्दैन भनेको जरी छ बाइ किनकि कुनै दिनको सम्बन्धले गर्दाखेरि मलाई यो ब्रास पोख्न मन थिएन तर तैँले बनाइस् के तँ यतिसम्म गिर्छेस् भने त म त थाहा थिएन बुझिस् नि तँलाई त मैले त कतार गएर भेटेर आएकी मान्छे हो बुझिस् तर त्यति यसो लुदिनु पर्ने चाहिँ बरु मलाई बुझिस् नि यति बेला बरु लुग्न पर्ने थियो म एक झापड तँलाई मैले पिट्नु पर्ने थियो तर तँ सँगसँगै रोएर आएकी मान्छे म हो मन त्यति कमलो छ मेरो बुझिस् तँ जस्तो भाटका फुट टाटा छैन म त्यही भएर भगवानले मलाई राखे हुन् बुझिस् त्यही भएर भगवानले मलाई अहिलेसम्म मलाई बिचैमा राखेका छन् तिमीहरूको चल्तीकार हेर्नलाई नि तिमीहरूको चल्तीकार हेर्नको लागि अझै पनि बाँच्छु म राम 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 यति पैसा पठाए अरे उति पैसा पठाए अरे लाज लाग्दैन त्यस्तो भन्न कतार आउन मलाई गाह्रो हुन्न अरे साथीहरू मेरो आइडी सकियो अरे गाइज के को आइडी सकिनु बगैँचा आइडी छ मेरो लु यहाँ मैले कालीलाई अनबल गरिदिन्छु काली आउँछ म अलिक कुरा गर्छु त्यससँग अनि काली आएर भन्छ रो र ढोगी कि हो त्यसले म ढोग्छु काली दिदी त्यही आउँछु तर मैले चाहिँ के सोचेँ कि भन्दाखेरि होइन छोड्दे काली बोला भो बोला बिचरा अब जे भए पनि बहिनी हो है बोला भो बोला क्या काली बोला यहीँ बोला अनि पठाऊँ भन्दा कालीले ओहो दिदी तपाईँको त यही बानी मलाई मन पर्दैन के तपाईँलाई त म त यही बानी मन पर्दैन किन बोलाउनु त्यसका पछि मान्छे आउँछन् मेरो घर देख्दैन त्यसलाई किन माफ दिने त्यसलाई किन बोल्ने भने कि कालीले बुझ्नु नि तर कालीको घरमा नबोलाएर नभेटेको भएर म त्योसँग भेट्न गएँ म साथीको रुममा म त्यति गरेर आउने मान्छे म बैगुनले नि गुणले मार्ने मान्छे म हो त्यही भएर आजसम्म मलाई टिकेको छु आजसम्म मलाई चाहिँ म बसेको छु तपाईहरुले मलाई माया मान्नुभयो नि बुझ्नु तपाईहरुले मलाई माया गर्नुभयो नि 2-4 जना 4-5 जना 10 जना 15 जनाले मलाई भुकेर केही फरक पर्दैन बुझ्नु भयो नि होइन कमेन्ट गर्न देऊ कमेन्ट पढ्न देऊ किनभने
के अरे सामाजिक सञ्जालमा आइसके पछाडि राम्रो कमेन्ट नराम्रो कमेन्ट पत्ता सिक्न पर्छ साथीहरू। गाली गर्न हुन्न। उहाँहरू भनेको पब्लिक हो, पब्लिकले भनेको कुरा सुन्नुपर्छ। हामीले उहाँले नराम्रो मलाई यहाँ आएर औला कमेन्ट गर्नुहुन्छ नि उनीहरू गएर छाला व्यापारीसँग किन सङ्गत गर्नुभएको, छाला व्यापारी कति कमेन्ट बुझाउनुहुन्छ भ्युजहरूले। तर थ्याङ्क यू सो मच भन्नुभयो, गुड थ्याङ्क यू भन्छु म उहाँलाई। बुझ्नु कहिले जाने कतार? म त कतार गएर त्यसलाई कोक्राएर आउँछु गाडी। ल म भोलि टिकट काटिदिन्छु। ल अहिले चाहिँ गेम्स खेल्नु ल। ल म जान्छु। मलाई किनभने म जानै पर्ने भयो क्या यो देखाएको कारणले गर्दाखेरि। मान्छेलाई अति गर्नुहुन्न, अत्याचार गर्नुहुन्न। ल त म जान्छु। यिनीहरू दुईजनालाई नि मैले फेरि नि म छुट्याउन सक्ने भने कहिले छुटेर आइदिन्थेँ, म पहिल्यै गएर आइदिन्थेँ। तर किनभने गरी खाउन्। अब कतारको ठाउँमा चाहिँ त्यसरी केटाकेटी भन्न पाइँदैन। त्यो पनि मैले अझ होस् गरी खाउन्, होस् कसरी गर्नु नगरौँ भयो भनेर आएको मान्छे हो, त्यसरी आएको मान्छे हो के। बुझ्नु नि? धेरैलाई नतान्नु है। भयो अहिले एउटाले के भन्छ अर्कोले के भन्छ। दि भयो कि छोडिदिनु गेम खेल्नु। रश्मि सिस्टरले भनिराख्नु भएको छ छोडिदिनु। कसले के भन्छ के गर्छ छोडिदिनु के। कति खेतो हन्नी एउटा छोरे मान्छे भनेर कहिले त्यो देवीकाले भन्न दिनु किन छाला बिनाको रहेछ नि त। भयो छोडिदिनु के। अनि त्यही भएर त होला त नि के, त्यही भएर छाला व्यापारी भएर यसो गरे कि यसरी कति गर्ने हो। अब अति भयो गाइज, लास्टै गाह्रो भयो। मलाई त रिस उठ्यो के। त्यस काठ त गरे कि छैन। त पनि औला उठाएर बस है भन्दै छु मैले देवी के। बुझिस् नि? त पनि चुपार बस, बुझिस् नि? अनि तँले नाङ्गो फोटो मैले पारे भन्थिस् नि। तँलाई मैले व्यापारी गर्थे त्यस्तै काम गर्थे। त आफै गएर नाङ्गे के कोसँग गर पेरेङ्गेला तर यहाँ कम भिडियो छ फेरि। पेरेङ्गेलाई मैले देखाएको अनि पेरेङ्गेले र मिनाले भएर फ्ल्यास गरेका हुन् भनिस् नि। यहाँ रेकर्ड छ, फेरि त्यो रेकर्ड म सुनाउन सक्छु। बुझिस् नि? पेरेङ्गेलाई पनि लिएर आइज। बुझिस् नि? के सोचिस् तैँले? म भोलि नै टिकट काटेर आउन सक्छु कता। बुझिस् नि? अनि कुमार तँलाई त मैले नि यहाँ लुकेर नआइज। तँले केही गर्न सकिस्? म त कतार गएँ त केही गर्न सकिस्? तँले मलाई कतार गरेर केही गर्न सकिस्? उल्टो तँलाई मैले यसरी जाल खेलाएर 3 दिन त थुन्दिएँ नि। बुझिस् नि? यसरी जाल खेलाएर बुझिनस्? दिमाग चाहिन्छ, दिमाग। यहाँ आइज न तँलाई। हो कोहीले भन्छे जतिसुकै बाहिर देख्दाखेरि मिना सोझी भए पनि भित्र गेम डेन्जर खेल्छ। राइट, गुड हो यो पोइन्ट। यसरी गेम खेलेर मैले तँलाई 3 दिन त चौकीभित्र परिनस्। कतारमा गएर पनि 3 दिन त चौकीभित्र आउने बित्तिकै तँलाई कसरी पिटेको त्यहाँ बुझिस्? गोदेको तँलाई खुट्टामा हानेर। के सोचेको छस्? यो आँखाले देखेको मैले। अझ मैले माया मानेर नि काली बोल्छे। यहाँ कालीलाई म ल्याउँछु। यदि सत्ता बोल्नुपर्छ भने काली बोल्छ यहाँ। मैले के भने भन्दाखेरि अनि त्यहाँको मान्छेले के सोच्यो भन्दाखेरि के भन्यो भन्दाखेरि के अरे वार्निङमा छोड्ने कि जेल भन्यो। मलाई हिन्दी के अरे अरबी भाषा मलाई आउँदैन थियो। अनि अरबीमा हिन्दीमा ट्रान्सफर गरेर मलाई सोध्यो। अनि तर चाहिँ वार्निङमा राख्ने कि जेल भनेर भन्दाखेरि कालीले जेल भनी। अनि मैले भने वार्निङमा पठाइदिउँ काली, एकचोटि वार्निङ दिनुपर्छ भन्दा कालीले हुन्न मेरो बाबालाई छोको छ भनी। त्यहाँ ल त नि भने आउने बित्तिकै साँप देखाएको यसले। फुर्ती लाउँछस् जुत्ताले हानेको बिर्सेस। त्यहाँ त क्यापिटलमा त मैले देखेको खुदै हो। अनि माथि छ नि उहाँ माथि पनि। अनि लाने बेलामा चाहिँ पछाडिपट्टि कस्तो लराखेको थियो कुकुरुक्क पारेर। अनि अಯ್ಯ यसरी तन्केको म तन्के कि यसरी माथि गएर हेर्दाखेरि कसरी हेर्नु भएको थियो? आँखाभरि आँसु तरतरी पुसेर यसो गरेको बिर्सिनु भा यसरी? हामी थिएनौँ। म त देखा पो नपरेको त। हुन्छ हो त्यही गर्न आउनु पर्यो। फेरि म त्यही गर्न आउनु पर्यो। सामाजिक सञ्जालमा बसेर भाग भुग्न हुन्न। मलाई चाहिँ अनि के भन्नुभयो? मिना बानिया मेरो बुढी हो भन्नुभयो। अनि मोबाइलमा कभरमा भएको मिना बानिया हो भन्दा होइन कान्छी बुढी। अनि मिना बानिया मेरो बुढी हो नेपाल भनिस् तैँले? म सुने होइन। अनि त्यो यो पास्ट टु पास्ट सकियो। यो बुढी भन्यो म थाहा छैन। मिना बानिया मेरो बुढी भुत्रा मिना बानिया तेरो बुढी हो। म फुर्तो लाउँदो रहेछ। म जेल गएर बसेर मेरो नाम त लिँदो रहेछ गाँठी।
राख्यो भित्तामै राख्यो ए सुनिरहेछ के अरे भित्तामा ठ्याङ्ग राख्यो अनि यसरी भित्तामा यसरी ठ्याङ्ग भित्तामा यसरी एउटा हेर्दैन यसरी गरे यतामा गयो यसरी गरे यसरी बसेको हो कि होइन आइडिया लाएर तल मैले 3 दिन त थुन्ने तार्केको थिएँ यसमा आफ्नो नेपालमा थुनिन त केही हुन्न भाइ आफ्नो नेपालमा त 15 वर्ष जेल बसे पनि मलाई गर्व लाउँछ बुझिस 15 वर्ष जेल बसे पनि म नेपालमा बसेको भनी गर्व छ तर विदेशमै थुन्ने राइस हो त आफ्नो नेपालमा थुनिन के हुन्छ र कहिले गल्तीमा थुनिन्छ कहिले बिना गल्तीमा थुनिन्छ हैन कहिले बिना गल्तीमा पनि थुनिन्छ साथीहरु कहिले गल्ती गर्दा गर्दा थुनिन्छ तर आफ्नो नेपालमा थुनिनु र विदेशमा थुनिनु धेरै भिन्नता हुन्छ बुझ्नु भयो नि आफ्नो ठाउँमा नेपालमा थुनिनु त गर्व लाग्छ मलाई त तर विदेशमा गएर 3 दिन गएर कोचिनु त कस्तो हुन्छ रोको बिर्सिनु भयो के आइदिए छेरा खाथेर मैले खेतो खन्नु मुनाई अरे तँले खनेको देखिनस् ह तँले अघि कुरा निकाल तँले हो नि त म त सुनेको थिएन म त बाहिर गएर आफ्नो काममा म त आफ्नो कामले सकाएर आउँदाखेरि मेसेन्जरमा ढुवाइ गेटभित्र छिर्ने बित्तिकै मेसेन्जरमा मेसेजहरू आए जसरी तपाईहरुलाई पुग्छ नि भिडियो रेकर्डहरू त्यसै गरी मलाई पनि आउँछ बुझ्नुभयो नि अनि मैले हेर्दा त मेरोमा यसरी पठाएको 15 वर्ष पठाएर बाहिर पन्जाबमा पठाएको मैले यही खाना लागि के को त्यो स्पष्ट भएर बोल्नु पर्छ मान्छे भइसके पछाडी त्यही पनि छोरा मान्छे भइसके पछाडी हिङ र मुख र मुजी चाहिन्छ बोल्नलाई के गर्ने छैन बोल्न हैन मीना बानियालाई मैले 15 लाख 2 करोड पठाएँ अनि खाई अनि भागी भन्ने हो कस्तो को त्यो के हो त्यो बोल्ने जतिखेर पनि मीना बानिया अनि मीना बानियाको नामै नलेखाएको पत्दैन कुमारजी हजुरलाई अनि बच्चाको बारेमा बोल्नी त्यसको छोरा गाजा खान्छ गजडी खान्छ